हेलो वेलकम टु माई न्यू भ्लग। सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ भने आशा गर्छु होइन। आज चाहिँ म के भन्न आएको भन्दाखेरि मलाई चाहिँ अरूले भन्दा अलिकति केही फरक गरौँ भन्ने लाग्छ। आज नभए पनि भोलि हुनेछ, भोलि नभए पनि पर्सि हुनेछ, एक दिन त पक्कै पनि हुन्छ होला है। त्यसैले कहिले पनि काम गर्न चाहिँ छोड्नु हुँदैन होइन। म चाहिँ आज सोसियल मिडियाको कहिले पनि काम गर्न छोड्नु हुँदैन। यता देख्न सक्नुहुन्छ यो बाख्रो पनि है। मलाई चाहिँ के लाग्छ भने आज नभए पनि भोलि हुन्छ, भोलि नभए पनि पर्सि हुन्छ, एक दिन त पक्कै पनि हुन्छ नि त होइन। सो त्यसैले म पनि यही फुटेको फोनबाट 365 दिनसम्म भिडियो बनाउने कोसिस गर्दैछु है। हेरौँ कस्तो हुन्छ, कस्तो हुन्छ होइन। अनि तपाईँको सोसियल मिडिया भनेको यस्तो चिज हो होइन। तपाईँको सोसियल मिडिया भनेको यस्तो चिज हो, तपाईँले चाह्यो भने रातारात आफ्नो भाग्य नै परिवर्तन पनि गराउन सक्छ। तपाईँले एकैचोटि रोडमा पनि ल्याउन सक्छ कि सोसियल मिडिया भनेको त्यस्तो चिज होइन। तपाईँले बुझ्नु नै भएको छ होला, तपाईँहरूले बुझ्नु नै भएको छ होला है। तपाईँहरू मेरो भिडियो चाहिँ कस्तो लाग्छ? म चाहिँ भर्खर उदाएको एउटा क्रिएटर हो। मलाई अहिले कसैले साथ सपोर्ट भन्ने चिज गरेको छैन है। नगरे पनि म निरन्तर दिनसम्म म मेरो टार्गेट च्यालेन्ज पुरा गरेर छोड्छु होइन। 365 दिनसम्म यही फुटेको फोनबाट जसरी हुन्छ भिडियो बनाएर छोड्छु। अहिले चाहिँ हामी टक्क लगाएर अहिले चाहिँ हामी बाबा र म चाहिँ यहाँ काम गर्दैछौँ है। आरनमा हामी यता काम गर्दैछौँ। हामीले यो काम किन गर्छौँ तपाईँलाई थाहा छ? किनकि यो काम गरेर 2-4 पैसा आओस्, हाम्रो पेट पाल्न सकौँ, आफ्नो समस्याहरू टरोस् भनेर यो काम गर्छौँ। र अब भेट्नेछौँ अब अर्को भ्लगमा। तबसम्मको लागि धन्यवाद। अब हामी भेट्नेछौँ अर्को भ्लगमा। तबसम्मको लागि जय नेपाल। हस्, थ्याङ्क यू सो मच।